एकदमै मिठो, हेल्दी, छिट्टो पनि तयार हुने यो प्यानकेकको रेसिपी लिएर आइसकेको छु। हेर्नुहोस् त एकदम नरम छ यो। बच्चादेखि बुढोसम्म सबलाई यो ब्रेकफास्ट मनपर्छ। हजुरले पनि एकचोटि ट्राई गर्नुहोला, एकदमै छिट्टो बन्छ। मैले अघिल्लो दिन बेलुका नै चना अनि आलु, 2वटा आलुलाई त्यसरी काटेर अनि त्यसपछि चामल पनि त्यसमा राखेर चाहिँ रेस्ट गर्न छोडिदिएको थियो। यो एकदम हेल्दी हुन्छ, बच्चाहरूको लागि पनि एकदमै राम्रो हुन्छ। बिहान ब्रेकफास्टमा बनाएर दिन सक्नुहुन्छ। मैले चाहिँ यसमा 2वटा आलु पनि राखेको छु भने टमाटर, खुर्सानी, लसुन राखेर यसलाई मिक्सरमा ग्राइन्ड गरेर यसरी अरू प्यानकेक पकाएको जस्तै गरी पकाउने हो। एकचोटि हजुरहरूले यो प्यानकेक बनाएर ट्राई गर्नुहोला, एकदमै मिठो हुन्छ। मेरो बच्चाहरूले त यति मिठो मानेर खाए, त्यही भएर मैले यो रेसिपी सेयर गरेको। मैले चाहिँ यहाँ जम्मा 2वटा मात्र बनाएर देखाएको छु, तर मैले थुप्रै पिस बनाएको थिएँ। हजुरहरूले पनि ट्राई गर्नुहोला घरमा यसै गरी। एकदमै मिठो, एकदमै हेल्दी रेसिपी ट्राई गरेर खानुहोस् है। धन्यवाद।